안녕하십니까? नमस्ते सम्पूर्णमा म कोरियन भाषा प्रशिक्षक भरत खड्काको तर्फबाट आज म तपाईहरुको लागि रेको उरेको त्यसै गरी र उ र बीचको भिन्नतालाई प्रस्तुत गर्दैछु हैन। दुईवटामा खास गरी भिन्नता चाहिँ के छ त्यो हेरौँ। अब नेपाली पहिला भाषामा बुझौँ पहिला के छ। रेको उरेको कस्तो प्रयोग गरिन्छ हेरौँ पहिला। जुनसुकै क्रियापदमा पनि प्रयोग गर्न सकिन्छ भनेको छ। रेको उरेको चाहिँ सबै क्रियापदमा प्रयोग गर्न सकिन्छ। त्यसै गरी र उ र चाहिँ यसको पछाडी चलायमान क्रिया आउनै पर्छ भनेको छ है। चलायमान क्रिया भनेको खादा हुँदा थाइन्दा यिनीहरु चाहिँ के हो त चलायमान क्रिया हुन्। रेको उरेकोमा के त सबै क्रियापदमा प्रयोग गर्न सकियो भनेपछि र उ रमा चाहिँ यसको पछाडी लास्टमा चाहिँ चलायमान क्रिया आउनै पर्यो। त्यसैगरी अर्को छ रेको उरेको। रेको उरेकोमा चाहिँ फ्युचर टेन्समा प्रयोग गरिदैन भनेको छ है। रेको उरेको हामीले फ्युचर टेन्समा प्रयोग गरिदैन। र उ र चाहिँ सबै टेन्समा प्रयोग गर्न सकिन्छ। त्यसैगरी अर्को छ सामयिक कुरा र अनुरोधात्मक वाक्यमा पनि प्रयोग गर्न सकिदैन है। रेको उरेको चाहिँ के त भन्दाखेरि सामयिक कुरा र अनुरोधात्मक वाक्यमा चाहिँ रेको उरेको प्रयोग गर्न सकिन। त्यसैगरी सामयिक कुरा र अनुरोधात्मक वाक्यमा पनि प्रयोग गर्न सकिन्छ र उ र चाहिँ है। के चाहिँ फरक हो भन्दाखेरि रेको उरेकोमा चाहिँ सबै क्रियापदमा प्रयोग गर्न सकियो। र उ रको पछाडी लास्टमा चलायमान क्रिया आउनै पर्यो। रेको उरेको चाहिँ के त फ्युचर टेन्समा प्रयोग गर्न सकिएन। र उ रमा चाहिँ सबै टेन्स प्रयोग गर्न सकियो। त्यसैगरी अर्को छ सामयिक कुरा र अनुरोधात्मक वाक्यमा के त रेको उरेको प्रयोग गर्न सकिएन। त्यसैगरी र उ रमा चाहिँ सामयिक कुरा र अनुरोधात्मक वाक्यमा चाहिँ प्रयोग गर्न सकिन्छ भन्ने कुरा स्पष्ट भयो। अब हामीले केही क्वेशनहरु सल्भ गरेर अलि स्पष्ट हौ। यहाँ के क्वेशनहरु छ। यो क्वेशनलाई तपाईले आफ्नो कपीमा नोट गर्नु पहिला। नोट गरिसकेपछि लास्टमा मैले यसको एन्सर बताइदिने छु। ल मैले तल 8 क्वेशन तपाईलाई मैले देखाइसके। यो क्वेशन तपाईले आफ्नो नोटकपीमा नोट गरेर पहिला टिक लगाउनु होला। के कति मिल्छ लास्टमा चेक गर्न सक्नुहुनेछ। क्वेशन नम्बर 1 मा जाउँ। के भनेछ क्वेशन नम्बर 1 मा एराबुन्दुरी भनेको यहाँहरु आमुगतो कही पनि पाजिम अप्सी नछुटिकन छुमारे सप्तान्तमा होइसिक कम्पनीको पार्टी है। डट सामगिप साल छिबे खापसिदा सामगिप साल घरमा जाउँ भनेको छ है। खापसिदा जाउँ सामयिक कुरा आउँदा हामीले के त र उ रको प्रयोग गरिन्छ। रेको उरेको चाहिँ प्रयोग गरिदैन। यसको एन्सर कुन भयो त 1 को भयो। त्यसैगरी 2 हेरौँ। इबन एरुम युगाते भनेको यो पटकको गर्मी बिदाको बेलामा होन्जाहेदो एक्लै भए पनि फाकमुल गान उल भनेको संग्रहालय खालम हारेको अथवा हार ए फाकुल भने खाल कयो संग्रहालयमा जानेछु है। के त यो पटक गर्मी बिदामा एक्लै भए पनि संग्रहालयमा के त अवलोकन गर्न जानेछु एक्लै भए पनि भनेको छ। हार अथवा हारेको के हुन्छ यसमा। ल यसको एन्सर चाहिँ के हुन्छ हेरौँ। खाल कयो जानेछु भनेको छ हैन। हामीले रेको उरेकोमा हामीले के त फ्युचर टेन्समा प्रयोग गर्न सकिदैन हैन। र उ र चाहिँ सबै टेन्समा प्रयोग गर्न सकिने भएको भएर चाहिँ यसको एन्सर पनि के भयो त 1 भयो। त्यसैगरी 3 को हेरौँ। इबनदारे यो महिना मानी दोनुल है। यो महिना धेरै पैसा डट मेइल आरु बाइ थ्रु लियो। हरेक दिन चाहिँ आरु बाइ थ्रु भने के हो त पार्ट टाइम जब है। पार्ट टाइम जब यो महिनामा धेरै पैसा कमाउनलाई के त हरेक दिन पार्ट टाइम जब गर्छु भनेको छ है। अब यसको पछाडी अब के छ त यो छ हैन त। र उ रको पछाडी के आउँछ भन्थे हामीले पछाडी लास्टमा चलायमान क्रिया खादा उदा थाइन्दा जस्ता चलायमान क्रिया आउनु पर्दछ भनेको थियो। यहाँ चाहिँ चलायमान क्रिया छैन। त्यसैकारण हामीले के एन्सर लाउनु भयो भन्दाखेरि फललेगो कमाउने विचारले भन्ने भयो है। इबनदारे यो महिना मानी दोनुल धेरै पैसा फललेगो कमाउने विचारले मेन हरेक दिन आरु बाइ थ्रु ल्यायो पार्ट टाइम जब गर्छु भनेको छ। त्यसैगरी हामी क्वेशन नम्बर 4 5 मा हेरौँ। 4 को हेरौँ पहिला। 4 मा के छ।
रेजिना सिगा रेजिना जीले मेवल हरेक महिना वालगुबुल फाच्चा माजा भनेको तलब पाउने बित्तिकै फाच्चा माजा भनेको पाउने बित्तिकै सोपिङले हेयो सपिङ गर्नुहुन्छ अदेश सोपिङ हानुहुन्छ कहाँबाट सपिङ गर्नुहुन्छ मोल लायो थाहा छैन कुन्ते तर चार मोल गर्नु भनेको सस्तो सामान सार किन्न अथवा सारेको किन्ने विचारले चाहिँ थोङदेमुन चिजाङे खासेयो थोङदेमुन बजारमा जानुहोस् अरूलाई अनुरोध गर्ने बेलामा अथवा सामेल क्रिया हामीले के चाहिँ प्रयोग गरिन्छ त र उरको प्रयोग गरिन्छ त्यसैले के भयो त सार भयो सारेको चाहिँ भएन है त्यसैले अझै अगाडि बढौँ हामी क्वेशन नम्बर 5 मा के भनेछ हेरौँ छनुन ओरे म चाहिँ यो वर्ष कोयङ नगा छेरो इपिएस द्वारा खेसलहार भनेको सञ्चालन भएको हानगुग नुङ्गे सिएम भने कोरियन भाषाको दक्षता परीक्षा नुङ्ग्रेक भनेको दक्षता परीक्षा चाहिँ हानगुगहरू कोरियन भाषा फ्योमिदा सिक्छु भनेको छ है फेउदाबाट फ्योमिदा बनाएको छ अब हामीले र उरको पछाडि हामीले के छ चलायमान क्रिया आउनु पर्दछ भन्थ्यो पछाडि चलायमान क्रिया नआएको भएर के हुनु भयो त हापे कार्यको पास हुने विचारले चाहिँ कोरियन भाषा सिक्छु भनेको छ है एन्सर कुन भयो त 1 को भयो त्यसैगरी 6 को हेरौँ क्वेशन नम्बर 6 मा आबजी एनसेका बुवाको उमेर इरुन भनेको 70 साल है साल थोया चिमान भनेको 70 वर्ष भए तापनि खनगाङ हार स्वस्थ रहन खनगाङ हारेको स्वस्थ रहने विचारले चाहिँ मेल हरेक दिन उन्दमुल हेयो व्यायाम गर्नुहुन्छ भनेको छ है लास्टमा हाताबाट हेयो बनाएको छ चलायमान क्रिया आएको भए हामीले खनगाङ हार बनाउने लाइन थियो हामीले लास्टमा चलायमान क्रिया नआएको भएर के चिनाउनु पर्यो त भन्दाखेरि खनगाङ हारेको स्वस्थ हुने विचारले चाहिँ हरेक दिन व्यायाम गर्नुहुन्छ हुने भयो नम्बर 7 मा के छ छिनान छुमारे गत सप्ताहन्तमा नामजा छिन्गु हागो भनेको बोयफ्रेन्डसँग केटा साथीसँग एङहारुल फोर अथवा फोरेको फिल्म हेर्न अथवा फिल्म हेर्ने विचारले एङहा ग्वाने खास भयो फिल्म हलमा गए खगी भनेको त्यहाँ एजन ए भनेको पहिला है पहिलेको भन्नु खोजेको पहिले साकुइन भनेको पहिला बनाएको नामदा छिनगुरुल खाप्चाकी मान्ना छ बोयफ्रेन्ड अचानक खाप्चाकी भनेको अचानक है अचानक मान्ना छ भेटेर खिबुनी नपासयो मुड खराब भयो यहाँ चाहिँ केटी कुरा छ हैन गत सप्ताहन्तमा चाहिँ बोयफ्रेन्डसँग फिल्म हलमा चाहिँ फिल्म हेर्न गएको थिए हैन त त्यहाँ चाहिँ पहिलाको बोयफ्रेन्ड भेटेर चाहिँ के भयो त मुड खराब भयो मुड बिग्रियो भन्ने छ हैन त अब पछाडी हामीले खास चाहियो हैन त गए अब चलायमान क्रिया पनि छ हैन पास्ट टेन्स पनि छ त्यसैले के चिलाउनु पर्छ भन्दा दुईटै मिल्न जान्छ कसरी छुट्याउनु त यसमा अब कुन चाहिँ हुन्छ दुईटा मध्ये के हुन्छ यस्तो अवस्थामा पछाडी एउटा टेन्स त सिम्पल पास्टमा छ हैन सिम्पल पास्टमा छ अनि चलायमान क्रिया पनि छ त्यो आधारमा फोर आउने भयो हैन चलायमान क्रियामा फोर रेगो रे पनि लाग्छ तर यस्तो अवस्थामा चाहिँ दुईटै एन्सर हुन्छ है यस्तो अवस्थामा दुईटै एन्सर हुन्छ यस्तो अवस्थामा दुईटै यसरी अप्सन हालेर आउँदैन है यस्तो अवस्थामा एन्सर दुईटै हुन्छ त्यसैगरी अर्को हेरौँ हामीले 8 को 8 मा भनेको छ छनुन म चाहिँ अनुल आज अहुगे दिउँसो हिल पार्क पुगे भने हिल पार्क नोल्ल घुम्न नोल्लेको घुम्ने विचारले खामनिदा जान्छु यसमा चाहिँ के हुन्छ भन्दाखेरि के हुन्छ होला यसमा हो के चाहिँ हुन्छ भन्दाखेरि छन अनुल म चाहिँ आज अहुगे दिउँसो हिल पार्क पुगे भने हिल पार्कमा
नोल घुम्न अथवा नोलले घुम्ने विचारले खामेर जान्छु। लास्टमा चलायमान क्रिया हुँदाखेरि हामीले र उ र नि प्रयोग गर्न सकिन्छ हैन, रेको उरेको नि प्रयोग गर्न सकिन्छ। यस्तो अवस्थामा नि एन्सर दुईटै हुन्छ है। यसरी दुईटा एकैपटक आउँदैन, त्यसकारणले तपाईहरुले के चाहिँ बुझ्नु पर्यो भन्दाखेरि रेको उरेको है, यस्तो अवस्थामा दुईटा सँगै चाहिँ आउँदैन, यो अप्सनसँग अरु एक्स्ट्रा अरु कुनै शब्द राखेको हुन सक्छ हैन। त्यसो हुँदाखेरि तपाईले के चाहिँ बुझ्नु पर्यो भन्दाखेरि रेको उरेको सँगै कस्तो अवस्थामा आउन सक्छ भन्दाखेरि टेन्स फरक दिएर आउन सक्ने भयो, अथवा सामयिक कुराहरु राखेर चाहिँ दुईटा सँगै दिएको हुन सक्छ। त्यसबेला हामीले चाहिँ दुईटा बीचको फरकलाई छुट्याउने हो है। रेको उरेको सबै क्रियापदमा प्रयोग गर्न सकियो, र उरेको पछाडी चलायमान क्रिया आउने भए हैन। रेको उरेकोमा के त फ्युचर टेन्समा प्रयोग गरिदैन, त्यसैपछि त्यसै गरी र उरेको पछाडी सबै टेन्समा प्रयोग गर्न सकियो हैन त। सामयिक कुरा र अनुरोधात्मक वाक्यमा रेको उरेको प्रयोग गर्न सकिएन, सामयिक कुरा र अनुरोधात्मक वाक्यमा चाहिँ र उरो प्रयोग गर्न सकिन्छ भनेको छ।